अब हेर्नुस् है, सेन्टर पोइन्ट कसरी निकाल्ने त? सेन्टर पोइन्ट पनि ब्रह्मस्थान नै हो, तर ब्रह्मस्थान भनेको सेन्टर पोइन्ट होइन, किनकि सेन्टर पोइन्टको एरिया एकदम कम हुन्छ। अहिले चाहिँ सेन्टर पोइन्टलाई मात्र जान्नुहोस्। सेन्टर पोइन्ट निकाल्ने भनेको प्लटको एक ठाउँबाट अपोजिट लङ्गेस्ट डिस्टेन्स खिच्ने र अर्को पोइन्टबाट पनि अपोजिट लङ्गेस्ट डिस्टेन्स खिच्ने है। यो फिगर हजुरले देख्नुभएको छ। अब हेर्नुहोस् है, अब मैले के गरिदिएँ, अघिको प्लटमा एउटा कुनाबाट अर्को कुनामा लाइन तानिदिएँ, एउटा कुनाबाट अर्को कुनामा लाइन तानिदिएँ। यस सर्कलको पनि के भयो, एउटा पोइन्टबाट लङ्गेस्ट डिस्टेन्स खिचेँ, जुन डायमिटर हो सेन्टरबाट होइन, डायमिटर लङ्गेस्ट डिस्टेन्सबाट जानु पऱ्यो, अर्को पोइन्टबाट पनि एउटा लङ्गेस्ट डिस्टेन्स हुने टाइमले खिच्नु पऱ्यो, अनि जुन छ पोइन्टमा काटिन्छ त्यही नै सेन्टर पोइन्ट हो। अब सेन्टर पोइन्ट निकाल्ने क्रममा के हुन्छ त भन्दाखेरि आफ्नो घरको मात्रै निकालिन्छ। जसरी यता हेर्नुहोस् है, पहिलो एउटा यो घर छ, जुन घरै भनौँ, यो बिचमा पनि एउटा घर छ, यो पनि घरै हो, किनकि यो जोडिएको घर हो। जोडिएको घरमा यहाँबाट यहाँसम्म तान्न पाइँदैन। कुनै पनि लाइन खिच्ने भनेको चाहिँ जस्तै यो इन्ट्रान्स भयो, इन्ट्रान्सले चाहिँ कहाँसम्मको भित्तालाई टच गर्छ, इन्ट्रान्सले कहाँसम्मको भित्तासम्म वालसम्म घरको वालसम्म छोएको छ, त्यसबाट मात्रै हामीले लाइन खिचेर सेन्टर पोइन्ट निकाल्ने हो। यदि आफ्नै घर छ भने पनि यो दुईटा, तर इन्ट्रान्स चाहिँ फरक छ भने त्यसलाई चाहिँ ब्रह्मस्थान निकाल्ने होइन। इन्ट्रान्सबाट युनिभर्सको ऊर्जा, जुन बाहिरको ऊर्जाबाट त्यसले कहाँ भित्तासम्म टच गर्छ त्यो घरलाई। यदि यो रातो बोर्डर छ, त्यहाँबाट एउटा ढोका यदि खोलिन्छ भने चाहिँ फेरि के हुन्छ, जसरी यताको पिक्चरमा जुन एउटा ठुलो सेन्टर निकालिएको छ, एउटा खिचिएको छ, त्यसरी नै सेन्टर निकाल्न पनि हुन्छ, किनकि बोर्डर लगाएपछि यो अर्कैको घर मानिन्छ, यो अर्कैको घर मानिन्छ। मान्छे जहाँ सुत्छ त्यसले त्यहीँको मात्रै वास्तु दोषको लाभ र घाटाको महसुस गर्नुपर्ने हुन्छ। यता सुत्ने मान्छेले यताको चाहिँ वास्तु दोष लाग्दैन, यता सुत्नेकोलाई यताको वास्तु दोष पनि लाग्दैन। मान्छे जहाँ सुत्छ त्यसको पहिला प्रभावकारी चाहिँ वास्तु दोष त्यहाँ लाग्छ। वास्तु दोष छ भने अलिअलि युज गर्छ भने चाहिँ यता घरका जाने यता र उता सर्छन् भने अलिअलि त लाग्छ, तर विशेष गरी सुत्नेवालालाई नै लाग्छ है वास्तु दोष। त्यसरी नै ब्रह्मस्थान निकाल्ने भनेको इन्ट्रान्सले कहाँसम्म भित्तासम्म टच गरेको छ त्यहाँसम्मको मात्रै ब्रह्मस्थान निकाल्ने हो। लेफ्ट साइडको पिक्चरमा चाहिँ दुईटा घर भयो, त्यो बोर्डर लगाएको रेड कलरले, तर राइट साइडको पिक्चरमा चाहिँ एउटै घर हो, त्यसैले ब्रह्मस्थान चाहिँ छेउबाटै लिएको छ। यदि लेफ्ट साइडको पिक्चरमा चाहिँ घरका एकैजना मान्छे एउटै परिवार हुन्, तर इन्ट्रान्स बाहिरबाट सुत्न जान्छन् भने चाहिँ हुँदैन है। यो एउटै परिवार होस् या बाहिरको मान्छे सुतन्, वास्तुले चाहिँ कहिले पनि बोर्डर लगाएपछि त्यो अर्कैको, बोर्डर लगाएको छैन भने त्यो आफ्नो, यसरी बुझ्छ। इन्ट्रान्स सबैलाई एउटै हो भने चाहिँ सबैको लागि बराबर हो, इन्ट्रान्स फरक छ भने मान्छे अर्कै हुन् भनेर बुझ्नुहोस्। अब त्यो हुन्छ कुरा।